भन्छको बुनुले थ्याङ्क यू बिग फ्यान भन्ने भइसकिसक्यो होइन। हेलो गाइस, अहिले त्यहाँ हामी टक्कसँगले चियाबारी घुम्न आइरहेका छौँ होइन स्मरण रमा। अनि म पनि गाइज यो चियाबारीमा होइन मानिलिउँ मैले यहाँ फोटो खिचेँ, अहिले चाहिँ त्यस्तो हुँदैन। 2 वर्ष अगाडि यहाँ मैले फोटो खिचेँ भने ब्याकग्राउन्डमा यो चियाबारी हुँदैन थियो, पट्टी थुप्रो है। अनि हामी चाहिँ यहाँ टक्कसँगले आइसकेका छौँ स्मरण रमा। उपर मान्छेहरू रहेछन्, मान्छेहरू पनि घुम्न आइरहेछन्। अब हामी त्यतै जाँदैछौँ होइन। मान्छेहरू सायद पिकनिकमा आएको होला है। राम्रो केटीहरू छन् है। सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ, राम्रो केटीहरू पनि रहेछन्। आज केही हुन्छ कि भर्खर भन्दैछ निजले केही हुन्छ होला, केही हुन्छ कि भन्ने आशासहित म लागिरहेको छु। के बोइ अब जति नजिक आयो त्यति आवाज हराउँदै जान्छ क्या गाइस। त्यो भनेको कन्फिडेन्ट जिरो, कन्फिडेन्ट छैन। कसैलाई चिनेको छैन त कन्फिडेन्ट दिँदैन। त्यही त के बोल्ने भन्ने हुँदो रहेछ क्या। अन्त यो अब हामी चाहिँ पर बाटोमा निक्लिन आँटिरहेछौँ यहाँबाट सिधै। देखाउनु हुँदैन आफ्नो सिधै यता चियाबारी यहाँ आउँदैछ केटो टगसँगले। केटो बिन्दासमा आइरहेछ, तर मलाई भने चाहिँ एकदम लाज लागिरहेछ होइन भिडियो बनाउनको लागि, र पनि कोसिस गरिरहेछ। थोरै ल हामी अगाडि जान्छौँ। अनि हामी चाहिँ पर बाटोमा निक्लिन आँटिरहेछौँ रोडमा है। यहाँ दिदीहरू भिडियो फोटो खिचिरहनु भएको रहेछ। अनि हामी चाहिँ अगाडि जाँदैछौँ होइन। लाजले है के बोल्ने भन्ने हुँदो रहेछ है। थ्याङ्क यू बिग फ्यान भन्ने भइसकिसक्यो होइन। के हल्का सेलिब्रेटी भएको महसुस हुँदो रहेछ होइन साथी। बिल्ला तर बिल्ला लागोस् न, मान्छेले बिल्ला हान्छ होइन, मान्छेले जे भन्छ, तर मान्छेलाई त्यति मान्छेतिर फोकस गर्नु हुँदैन होइन। हामी आफूलाई दिएन नभन्न। पर टाउसँगले बसहरू गइरहेको छ होइन। त्यहाँ एउटा कुकुर पनि देखिरहेछ होइन। त्यो कुकुरको छेउमा तपाईँहरूलाई म लिएर जाँदैछु। कुकुरसँग हामी केही अन्तर्वार्ता लिनेछौँ है। अब हड्क साम्बाङले कुकुरलाई सोधौँ भने पनि है माटो भन्छ अरे, सोधौँ भनेको कुकुर भागो। ए कुकुर आइज ल हर्क सामाङले क्या कुकुरलाई सोधो भने माटो भन्छ, यो त भागो त। अनि भनेन माटो भन्दै भनेन। हात गलिसक्यो होइन गाइस मेरो चाहिँ है। बानी छैन नि त, भर्खर स्टार्टिङ हो है। डेली गर्न थालेको चाहिँ भर्खर हो। पहिलादेखि नै हाल्थेँ म। दुख्छ नि भ्लग गर्न सजिलो छ र गाइस, हात मात्रै दुख्छ। के दुख्छ मलाई राइडरहरू साइकल राइडरहरू आइरहेछन् होइन। अब हेरौँ है। ल रेस हो सायद रेसै होला होइन। हामीले त ताली हान्दी गऱ्यौँ होइन, जेसुकै होस् है। यहाँनिर रहेछ खोला, यहाँ खोला रहेछ है गाइस। खोलामाथि पानी फेरि थोरै रहेछ, पिकनिकको मात्रै रहेछ, सफा रहेछ। यो भएन यस्तो, खोला नाला सफा राख्नुपर्छ भन्थे पहिले सरहरूले होइन। अब हामीले त पढिएन। बेलामा केटी जिस्काउँदै ठिक भयो भन्न चाहिँ मिल्दैन। हामी चाहिँ काँक्रा चोर्न, बखडा चोर्न जान्थ्यौँ। यस्तोसम्म हुन्छ कि गाइस होइन। लाइक यो रुख भयो अरे होइन, केही रुख भयो अरे, त्यहाँ फलफुल लागेको छ होइन। 3 दिनदेखि 4 दिनभित्रमा त्यसको हाँगा हुँदैन थियो क्या। हाँगा हुँदैन सब चुक्ता सब। फेरि एकजना दुईजना हो त, एकजनालाई थाहा भयो भने स्कुल त्यहाँ एकजनालाई थाहा भयो भने चाहिँ होइन ग्याङ लिएर जाने क्या कक्षैभरिको। अनि लुछुर पारेर सब तानतुन पारेर ल्याउने अनि खाने।
हामीले त गाइस है स्कुलबाट भन्दा भने जस्तो हुन्छ मैले चाहिँ होइन भातको डल्ला पनि बोकेर हिँडेको छ होइन पहिले केटाकेटी बुद्धि होइन भातको डल्ला शुद्ध बोकेर हिँडिन्थ्यो हामी अच्छा यस्तो म तपाईँहरूलाई यसको कहानी पनि सुनाइदिन्छु ल स्कुल जान्थ्यो होइन सधैँ सधैँ अनि एउटा मेरो लिम्बू साथी थियो लिम्बू साथीले घर जाउँ भन्नु अनि उसको घर गयो क्या क्लास सुरु हुनुभन्दा अगाडि अनि गयो टकोसँगले अनि जाँड उनीहरू त्यो जाँड बनाउँदा रहेछन् क्या उनीहरू त्यो ड्रममा भात हालेर जाँड बनाउँदा रहेछन् अनि म त्यो ड्रममा उनीहरूले सेभ गरेको भनेर राखेको रहेछ भनेर झिकेर होइन उसले पनि खायो अनि मैले पनि खाएँ क्या अनि मिठो लाग्यो क्या एकदम जाँड रहेछ बुझ्दै जाँदा होइन अमिलो अमिलो गुलियो गुलियो त्यस्तै थियो पहिले चाहिँ होइन अनि जाँड बनाउनलाई राखेको रहेछ अनि गोजीमा हालो आयो खाँदा मिठो थियो अनि बोकेर आइदिइहाल्छ शाबाश बेटा बहुत बढिया मुन्ना चार बाटोमा रहेछौँ अहिले हामी होइन अहिले बल्ल आएर थाहा भयो हाम्रो भाइले भनिदियो होइन केही भनिदेऊ न त कान्छा तिमी राधिकाहरू आउँछ अनि कतिमा पढ्छौ तिमी 3मा ए ल हामीले तिम्रो छैन गर्लफ्रेन्ड भाइ गफ हानिदिइरहेछ हामीलाई ढाँटिरहेछ कान्छाले छ कहाँनेरि पो भन्यो घर तिमीले यहाँबाट देखिँदैन होइन ऊ पर देखिएको ओहो कान्छो यहाँ छ कान्छाको घर पर छ अनि हामी छौँ चार बाटोको पुलमा छौँ अनि तिमी केही भन्छौ त तिम्रो च्यानल छ छैन केही छैन ल हाम्रो भाइ हो यो हामीले बाटोमा भेटेको होइन चिनेको पनि छैन राम्ररी गफ हानिदिइहालेको होइन गफ हान्न मजा आउँछ नि त गफ ताल हल्का दिनै पर्यो त्यही हो सो गाइज थ्याङ्क्स फर वाचिङ द भिडियो फेरि नेक्स्ट भिडियो लिएर आउनु